त्यति ओह्रालो हिँडेको सुम्लो सुम्लो अनि अहिले भर्खर आइपुगेको त सँगै कुरा सुनेर मेरो चप्पल 1 लाख जति त दिन्थ्यो होला ठिकै भाजेको छोरा भाजेको छोरा आएर 80,000मा बेचेर गयो जग्गा त्यति चाहिँ लियो र मेरो पैसा थाहा काइलाको जग्गा कमाउनु थियो नि त उसको भाइको त्यो आएर बेचेर भाजेकै नाउँमा थियो त्यो जग्गा त्यसैले त्यो भाइलाई दिनु पर्यो म अर्को जग्गा पनि पाखाको बेच्छु म जसरी कसले किन्यो त्यो भाजेको हिमेले त किन्यो किन्यो अनि उयो दिनु पर्यो यता मेरो पैसा छिनेन क्या थामे क्या मैले त्यसको चाहिँ चिराम्पा डाँडा त्यो पर के जति रातो त्योहरू कारा कुरुक्यो त्यो त हाम्रो काभ्रे हलेसी के हलेसी अरे काभ्रे यहाँ पदम राई त्यसले लियो त्यो पाखाहरू धेरैको भोलि निहारगाङको पनि ल्याएको छ कहाँको मान्छे सोलमाको हो सोलमाको त्यो आधा नागीकोहरू झन् निःशुल्क पैसा पनि फिस नलाग्ने सबै राज्यभरि जग्गा किनेको छ अरे तिमीले को रहेछ नल्याउनु काटेकै छैन होइन जुत्ता कहाँ आमा कोको जुत्ता खै राखिन नबनाइ हुन्छ आज त होइन भोलि त छिटै बस्नु त म नानीहरूसँग पानी खोज्नु लगाएर पानी टोइलेटमा जाने पनि छैन पानी पानी मरेछ कुकु पानी